यही आवाजले देशलाई चुस्ने बिचौलियाहरूको सातो जान्छ भनेको थिए। जय घण्टी। यही आवाजले भ्रष्टाचारको दलदलमा एउटा होइन, दुईटा होइन, तीन पुस्ताकलाई अन्धकार बनाउनेहरूको सातो जान्छ भनेको थिए। जय घण्टी। यो जनता जागेको जय घण्टी हो। यो इतिहास लेख्ने बेलाको जय घण्टी हो। चितवनले कोरेको बाटोलाई गन्तव्यमा पुर्याउने आँट्दाखेरिको जय घण्टी। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यसपटकको चुनावमा हामीले यो देशको भाग्य र भविष्य बदल्ने काम गर्नुपर्नेछ। तपाईको हातमा अब आफ्नो देशको भविष्य आएको छ। आफ्नै हातमा, कुनै नेता, कुनै कार्यकर्ता, कुनै पार्टीको हातमा दिने होइन, आफ्नै हातमा। हामीले तपाईका लागि यो देशमा सबैभन्दा धेरै महिला उम्मेदवार उठाएका छौँ। योभन्दा धेरै सीमान्तकृत दलित लगायतका विभिन्न जनजातीय साथीहरूलाई उठाएका छौँ। हामीले सबैभन्दा बढी युवा उम्मेदवार उठाएका छौँ, जेनजी उम्मेदवार उठाएका छौँ। शहीद परिवार यही छन्। शहीद परिवार, घाइते परिवार, डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, कलाकार, कवि, मोडल, रोल मोडल सबै जम्मा भएर यसपटक यो देशको भाग्य बदल्ने हो। हात तपाईँको। हामी काम गर्नेछौँ, हामीलाई काम दिनुहुनेछ यसबाट भन्ने विश्वास लिएको छु।